हेलो साथीहरू, के छ? आई होप तपाईहरु पनि सन्चै होला। आज हामी यो ब्यालेन्स सिटको यो 5 नम्बर सल्भ गर्न गइरहेको छु। मैले अलरेडी सल्भ गरेको छु। तपाईहरुलाई म यो बुझाउन गइरहेको छु कि यो ब्यालेन्स सिट कसरी गर्ने। त्यो मैले यहाँ अलरेडी गरेको छु। मैले यहाँ अलरेडी ब्यालेन्स सिट गरेको छु। म तपाईलाई यो भिडियोमा सर्टमा तपाईलाई यो बनाएर म बुझाउन गइरहेको छु। ल सुरु गरौँ, टाइम पास नगरौँ बढी। सुरुमा हामीले कम्पनीको नाम लेख्दिनु ब्यालेन्स सिट बनाउँदाखेरि, अनि एज अन अनि जुन डेट क्वेशनमा प्रोभाइड गरेछ त्यो डेट लेख्दिनु, अनि त्यो ब्यालेन्स सिट हेडिङ लेख्दिनु जुन बनाउनु हुन्छ त्यो, अनि क्लासिफाइड, अनि हामीले एसेट्स एमाउन्ट हाल्दिनु, अनि करेन्ट एसेट सुरुमा करेन्ट एसेट हेडिङ लेख्नु, अनि करेन्ट एसेट लेखेपछि करेन्ट एसेटमा जस्तै करेन्ट एसेट भनेको त्यस्तो एसेट्स जसलाई हामीले 1 वर्षभित्रमा क्याशमा कन्भर्ट गर्न सक्छौँ त्यसलाई करेन्ट एसेट भनिन्छ। त करेन्ट एसेटमा भइहाल्यो क्याश एट बैंक भइहाल्यो, सन्ड्री डेब्टर्स भइहाल्यो जसलाई हामीले 1 वर्षमा क्याशमा कन्भर्ट गरेर लिन सक्छौँ, एक्युरेट इन्कम भइहाल्यो, बिल्स रिसिभेबल भइहाल्यो, प्रिपेड एक्सपेन्स भइहाल्यो, क्लोजिङ स्टक भइहाल्यो। यो सब क्वेशनमा हाम्रो यहाँ दिएको छ, मैले लेखिसकेँ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ करेन्ट एसेटमा जस्तै एउटा यो भइहाल्यो क्याश एट बैंक, यो भइहाल्यो एउटा यो सन्ड्री डेब्टर्स, एउटा यो भइहाल्यो, अनि एउटा यो एक्युरेट इन्कम यो भइहाल्यो। करेन्ट एसेटमा 3वटा भयो। अनि यहाँ कसै भन्दाखेरि यो क्लोजिङ स्टक भइहाल्यो, प्रिपेड एक्सपेन्स भइहाल्यो, बिल्स रिसिभेबल भइहाल्यो, योमा 6वटा टोटल योहरू भइहाल्यो। योहरू करेन्ट एसेट भइहाल्यो। त हामीले यहाँ लेखिसकेछौँ यो 6वटा करेन्ट एसेटमा 1 2 3 4 5 6वटा लेखिसकेछौँ। क्याश एट बैंक, सन्ड्री डेब्टर्स, एक्युरेट इन्कम, बिल्स रिसिभेबल, अनि प्रिपेड एक्सपेन्सेस, क्लोजिङ स्टक, अनि यो सबैलाई जोडिदिनु टोटल करेन्ट एसेट लेखेर यो सबैलाई जोडेर यहाँ लेखिदिनु होला। अनि त्यसपछि इन्भेस्टमेन्ट आउँछ हाम्रो फर्मेटको नियमअनुसार इन्भेस्टमेन्ट लेख्नु। अनि इन्भेस्टमेन्ट भनेको तपाईहरुलाई थाहा होला त्यो लगानी हो। इन्भेस्टमेन्ट भनेको जस्तै इन्भेस्टमेन्ट इन सेयरमा लगानी गरेको छ। त सेयरमा लगानी गरेपछि हामीले कुनै कुरामा लगानी गर्छौँ त्यहाँबाट हाम्रो प्रफिट आउँछ, इन्कम आउँछ, त्यो हाम्रो लागि एसेट्स हो। त्यही भएर इन्भेस्टमेन्ट इन सेयर आइहाल्यो। यो हाम्रो क्वेशनमा नै दिएको छ। यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ। यहाँ छ इन्भेस्टमेन्ट इन सेयर। यो इन्भेस्टमेन्टको टपिक भित्र गइहाल्यो 5000 लेखिदिए अनि टोटल लेखिदिनु टोटल इन्भेस्टमेन्ट इन सेयर। अब यो टपिक पनि फिनिश भइहाल्यो। अब प्रपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट यो टपिक लेखिदिनु। अनि यो भित्र प्लान्ट एन्ड इक्विपमेन्ट, ल्यान्ड एन्ड बिल्डिङ यस्ता कुराहरू पर्छ। जति पनि हाम्रो प्रोपर्टी छ, प्लान्ट छ, एन्ड इक्विपमेन्टहरू छ नि, एसेट्सहरू त्योहरू पर्छ। तब यो लेखिदिनु। मैले यसको एमाउन्ट पनि लेखिदिएँ, यसको पनि एमाउन्ट लेखिदिएँ। त्यो क्वेशनमा नै प्रोभाइड गरेको छ। यहाँ हेर्नु सक्नुहुन्छ यहाँ प्लान्ट एन्ड इक्विपमेन्ट भइहाल्यो 60,000, अनि ल्यान्ड एन्ड बिल्डिङ 55,000। यहाँ मैले लेखिदिएँ प्लान्ट एन्ड इक्विपमेन्ट 60 अनि यो 55,000। अनि अब टोटल प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट गरिदिनु। जति पनि हाम्रो मतलब प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्ट भनेको त्यो भइहाल्छ क्या, प्लान्ट जस्तै मेसिनरी भइहाल्यो, ल्यान्ड एन्ड बिल्डिङ भइहाल्यो, जति पनि एसेट्सहरू छ नि त्यो जसको भ्यालु एप्रिसिएट हुन्छ त्योहरू भ्यालु क्या, जसको लाइफ 1 वर्षभन्दा बढी हुन्छ त्यो भ्यालु प्रोपर्टी प्लान्ट एन्ड इक्विपमेन्टमा भइहाल्यो। अब इन्टेन्जिबल एसेटमा जाउँ, टपिक लेखिदिनु। अनि इन्टेन्जिबल एसेटमा गुडविल भइहाल्यो, ट्रेडमार्क भइहाल्यो, फ्रेन्चाइज भइहाल्यो, रोयल्टी, पेसेन्स, योहरू इन्टेन्जिबल एसेट्स हो। अब हामीले यो इन्टेन्जिबल एसेट्सको त्यो हेडिङ लेखेर अनि क्वेशनमा जुन दिएछ त्यो लेखिदिनु। जस्तै गुडविल दिएको थिए त मैले गुडविल लेखिदिएँ 5000, अनि टोटल इन्टेन्जिबल एसेट लेखेर 5000 लेखिदिनु। अनि टोटल एसेट लेखिदिनु 2,38,500। यो सबलाई जोडिदिनु टोटल एसेट्समा।
यो सबलाई जोडिदिनु। मैले यहाँ जोडेको छु। यो सब जति एमाउन्ट छ जोडेर मैले यता राख्दै यो सबलाई जोडेर यो अनि योलाई जोडेर टोटल हाम्रो 2,38,500 आयो। अब हाम्रो एसेट्सको पार्ट थियो। अब हामी लायबिलिटिजको पार्टमा जाउँ। अब हाम्रो यो लायबिलिटिजको पार्ट हो। लायबिलिटिज एन्ड क्यापिटल लेखिदिनु हेडिङ अनि करेन्ट लायबिलिटी। अब करेन्ट लायबिलिटीमा हाम्रो के पर्छ करेन्ट पहिला म तपाईलाई भनिदिन्छु। करेन्ट लायबिलिटी भनेको यस्तो लायबिलिटी दायित्व जसलाई हामीले 1 वर्षभित्र तिर्नुपर्छ, त्यसलाई करेन्ट लायबिलिटी भनिन्छ। अनि अब करेन्ट लायबिलिटीमा के पर्छ जस्तै बिल्स पेबल, सन्ड्री क्रेडिटर्स, बैंक ओभरड्राफ्ट, आउटस्ट्यान्डिङ एक्सपेन्सेस, एडभान्स, योहरू करेन्ट लायबिलिटी हो। यो हाम्रो बुकमा दिएको थियो क्वेसनमा दिएको मैले सब कुरा लेखिसकेछु। तपाईहरु हेर्नु होला। अनि मैले लेखिसकेछु सब। अनि टोटल करेन्ट लायबिलिटिज गर्दिनु अनि 58,500 भइहाल्छ। अनि अब यो करेन्ट लायबिलिटी भइसकेपछि अब नन करेन्ट लायबिलिटी मतलब लङ टर्म लायबिलिटी, जसलाई लङ टर्म लायबिलिटी भनेको यस्तो लायबिलिटी जसले हामी 1 वर्षभित्र त्यो मतलब 1 वर्षभन्दा बढीमा पनि तिर्न सक्ने लायबिलिटी हो। जस्तै 2 वर्षमा पनि तिर्न सक्छ त्यस्तो लायबिलिटीलाई लङ टर्म लायबिलिटी भन्छ। हेभी डेट त ब्याङ्क लोन भइहाल्यो लङ टर्म। यो क्वेसनमा दिएँ त मैले लेखिदिएँ 50,000 अनि टोटल गरिदिनु लङ टर्म डेट्समा 5,000 भइहाल्यो। अनि त्यसपछि अर्को हेडिङमा ओनर्स, सेयर होल्डर, क्यापिटल एन्ड इक्विटी, लास्टमा क्यापिटल लेखिदिनु। अनि नेट प्रॉफिट त्यो हाम्रो क्वेसनमा दिएको होला, दिएको छ त मैले लेखिदिएँ 30,000 अनि 1,30,000 दुईलाई जोडिदिएँ। अनि टोटल लायबिलिटिज हाम्रो 1,00,000 अनि यसलाई जोडिदिनु अनि हाम्रो टोटल लायबिलिटिज आइहाल्छ। मैले जोडिदिएँ मेरो 2,38,500 आयो। त यहाँ पनि तपाईले हेर्न सक्नुहुन्छ। यहाँ पनि 2,38,500 आएको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ 2,38,500 आएको छ। मेरो ब्यालेन्स सिट हाम्रो मिलिसक्यो। तपाईहरु पनि यस्तै गर्नु होला। आई होप अल बडी अन्डरस्ट्यान्ड। यो भेरी इम्पोर्टेन्ट छ। शेयर पनि गरिदिनु होला, लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। ल थ्यांक यू अल बडी। ल आई होप सबजना बुझिहाल्नु भयो होला। एकचोटि राम्रोसँग म हेराइदिन्छु तपाईहरुलाई स्क्रिनशट या फिर लिन सजिलो होस् भनेर या फिर हेर्नको लागि पुरै लाइन बाइ लाइन। यो भयो ब्यालेन्स सिट अनि यो भयो हाम्रो लायबिलिटिजको पार्ट। आई होप यु विल बी अन्डरस्ट्यान्ड। थ्यांक यू सबजनालाई।